तोकिएको छेउमा आउँदा बढी मान्छे हाल्नु भएको छ, व्यापारिक सामान लोड गर्नु भएको छ, तपाईँलाई चाहिँ कारवाही हुन्छ। र पहिलो पटक तपाईँलाई के भने वार्निङ गरिरहेको छु, यो सुधार्नुहोस्, गलत हो। मान्छे ओडाल्नुहोस्, अन्य मान्छेलाई अर्को गाडीमा पठाउनु, स्याउँदामा ल्याइदिनु सक्नुहुन्छ। तपाईँको यो यात्रु बाहेक हो कि माल बाहेक? कस्तो लगेज? यात्रुको लगेज हो? कुन यात्रु? यो सब मिल्छ? होइन भन्नुहुन्छ भने यो तपाईँको दायित्व हो कि होइन? यो यत्रो माथि चाहिँ तपाईँको बुलबुल आउनु त जोखिममा भन्नु भएन त तपाईँ जाने कहाँ? यसले गर्दा यात्रुको अगाडि हालतमा छ होइन, समितिले पनि भन्नुपर्ने होला नि त। यो त यसले गर्दा यो त अघि नै हेर्नु मोचर मानेर हुन्छ या तपाईँको त्यो अर्काको त्यो सामानको लागि अब आफ्नो तनाव त्यो प्यासेन्जर हाल्नु यो त कसले हेरिदिनु त? प्रहरी आएर छुँदै भन्नुपर्ने सधैँभरि यो गऱ्यो भने तपाईँलाई ट्राफिकले दुःख दियो भन्नुहुन्छ, होइन प्रहरीले अनावश्यक गर्यो भन्नुहुन्छ। तर गर्ने कसले? हामीले नगरेर कसले गर्छ? उसले यहाँ बसी तपाईँले गरिदिनु न, एकजना ठिक छ, कसैको बढी छ, के हुन्छ? समितिको त तपाईँको यहाँ बसी तपाईँहरूको जवाबदेही होला, जिम्मेवारलाई चालकलाई जिम्मेवार बनाउनु पऱ्यो, शौचालय राम्रो व्यवहार गरेर हुनु पऱ्यो, छेउमा बढी मान्छे नहाल हुनु पऱ्यो। यत्रो मान्छे सामान हालेर ठुल्ठुलो बस्नु मान्छे हेर्नु मान्छे यत्रो छ, हेरेर फाँसी बनेर अनि चलानी काट्यो, पैसा लियो, पठाइदियो, त्यस्तो त भएन नि त सर। सुधार्नु पर्यो कि सबैको हाम्रो दायित्व हो। त्यही तपाईँले भनेको सामान नहाल्नुहोस् है, सामान नहाल्नुहोस् है, नहाल्नुहोस् है। त्यो एक दुईजना मान्छे पनि अब गर्नुहुन्छ कि तपाईँ सामान 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 कुदै गरेर कडा दफा के छ त्यो लाउनु सक्छु, मेरो अधिकारको कुरा हो। किन गल्ती गर्नु भएको छ?